निवासी गणेश छेत्रीज्यू उहाँलाई पनि हामी आयोजक समितिको पक्षबाट स्वागत साथै अभिवादन जनाउन चाहन्छौँ। पुलिस विभागका हाम्रा यस आजका कार्यक्रमको सभापतिलाई हामी चयन गरेकोमा धन्यवाद छु। उहाँ गोपवान ग्राम पञ्चायतका प्रधान हुनुहुन्छ। ब्याजलाई किन स्वागत जनाउन गइरहेका छौँ। आइसिडिएस सदस्यगणहरूलाई पनि हामी खदा ब्याजलाई किन स्वागत। सुब्बा, सन्माया सुब्बा, गुरमित लेप्चा, शान्ति खवास राई, माया राईजीलाई पनि हामी खदा ब्याजलाई किन स्वागत नै सास बढाउन गइरहेका छौँ। त्यसरी नै सास बढे बस्ती पाठशालालाई हामी आयोजक निवासीका श्रीमान गणेश छेत्री आयोजक समितिबाट स्वागत र उहाँहरूबाट कार्यक्रमलाई अघि स्वागत छ र आदरणीय श्रीमान 2025 गोकवान ग्राम पञ्चायतका इलेक्टेड मेम्बर आदरणीय रेखा लिम्बुज्यू स्वागत, उहाँलाई स्वागत साथै अभिवादन जनाउन चाहन्छु। यस्तै ग्राम पञ्चायतका खदालाई किन स्वागतको कार्यक्रम भइरहेको छ र आजका प्रमुख एम्पायर साथै सेकेन्ड एम्पायर अनि लाइन जोड्नेलाई पनि हामी खदालाई किन स्वागतको कार्यक्रम भइरहेको छ र अर्को लाइन जज गर्नुहुन्छ कृष्ण भुजेल। यस्तै प्रकारले लोर्नेजी एनवाईसी का खिलाडीको नाम यस प्रकार छन्। सन्दीप छेत्री टिम कप्तान जर्सी नम्बर 7, टाइटस राई जर्सी नम्बर 2, परशुराम शर्मा सिंगदरपुर सिक्किमका खिलाडी जर्सी नम्बर 14, बिनम प्रधान जर्सी नम्बर 11, यावेश राई जर्सी नम्बर 8, कमल सुब्बा जर्सी नम्बर 10, पवल लेप्चा जर्सी नम्बर 5, पसाङ लेप्चा जर्सी नम्बर 9 र टिम म्यानेजरमा हुनुहुन्छ उत्तम राई। यस्तै प्रकारले श्रीकेश डाँडा गाउँका खेलाडीको नाम यस प्रकार छन्। गौरव लिम्बू टिम कप्तान हुनुहुन्छ जर्सी नम्बर 4, सुमन छेत्री जर्सी नम्बर 9, आशिष प्रधान जर्सी नम्बर 19, पवल सुब्बा जर्सी नम्बर 11, अर्पण सुब्बा जर्सी नम्बर 14, रोनित सार्की जर्सी नम्बर 5, रिकेश रोका जर्सी नम्बर 00, प्रथान रोका जर्सी नम्बर 2 र तपाईहरुको साथमा केही क्षणमा दुई दलका खेलाडीहरुबाट लाइभ खेला यहाँनिर देख्न पाउनुहुनेछ। एनएससी को पक्षमा गएर उहाँहरू सोझै फाइनलमा प्रवेश गरेछ र 20 तारिक 2025 बिहिबारको दिन सासबडे स्पोर्टिङ क्लब बनाम एनएससी युनाइटेड क्लबको बिचमा भिडन्त हुनेछ र दुईवटा खेलाडीलाई हामी आयोजक समितिबाट धन्यवाद दिँदै आउँदो दिनहरूमा तपाईले हामीलाई र नमस्ते यस च्यानल हेरेर बस्नुहुने सम्पूर्ण महानुभावप्रति नमस्ते भन्दै र हामी मालाताङ मास्कोट युनाइटेड क्लबद्वारा आयोजित भलिबल खेलको बारेमा तपाईहरुलाई जानकारी गराउन चाहन्छौँ यस च्यानलको माध्यमबाट। र हामीले वर्तमान 7 नोभेम्बर 2025 देखि भलिबल खेल यस मालाताङ साँगाटार खेल मैदानमा आयोजना गरिरहेको छौँ र आज दोस्रो सेमी फाइनल थियो र आज 17 नोभेम्बर 2025 को दिन दोस्रो सेमी फाइनल रहेको थियो। आज नेजी बनाम डाँडागाउँको बिचमा र खेलको विवरण दिनु पर्दाखेरि हिजो पहिलो सेमी फाइनल थियो र हिजोको सेमी फाइनलमा सासबोटेले खोप्रेललाई जित गर्दै फाइनलमा प्रवेश गर्नुभएको छ र आजको सेमी फाइनलमा पनि नेजी जितको साथमा फाइनलमा प्रवेश गर्नुभएको छ र फाइनल हाम्रो
आगामी 20 नोभेम्बर 2025 को दिन यसै मालाताङ साँगाटार खेल मैदानमा आयोजना हुनेछ र फाइनल को दिन हामीले यस भलिबल खेल मात्र नभएर हामी आयोजक समितिको पक्षबाट विभिन्न रङ्गारङ कार्यक्रमको साथमा यहाँनिर प्रोग्रामहरू पनि हामीले गर्ने हामीले निर्णय लिएका छौँ। साङ्गीतिक कार्यक्रमहरू सहित हाम्रो सम्बर्धना टोकन अफ लभ दिने कार्यक्रमहरू पनि रहेको छ। यही तपाईहरुलाई जानकारी गराउन चाहन्छौँ र हाम्रो अघिको जुन उयसमा पनि मैले जानकारी गराएको थिएँ र हाम्रो जुन यस खेलमा विजेता अनि उपविजेता दललाई हामीले 50,000 विजेता दललाई र उपविजेता दललाई 30,000 सहित हामीले नगद राशि सहित आकर्षित ट्रफीको साथमा सम्मान जनाउने पनि हामीले सोचेका छौँ र त्यस दिन हामीले हाम्रो यस समष्टिभित्रका प्रमुख अतिथि हाम्रो सभासद साथै अन्य अतिथिहरूको पनि उपस्थिति रहनेछ। यही सम्पूर्णलाई यस हामी यो च्यानलको माध्यमबाट जानकारी गराउन चाहन्छु। थ्यांक यू।